नमस्ते साथीहरू, म सत्यराज। हामीले सधैँ हाम्रो नेता र मन्त्रीहरूको राजनीतिक भाषण सुन्ने गरेका छौँ। उनीहरूले देश बनाउने कुरा गरेका सुन्छौँ। तर के तपाईँलाई थाहा छ, देश चलाउने जिम्मा लिएका यी मन्त्रीहरूसँग व्यक्तिगत रूपमा चाहिँ सम्पत्ति कति छ त? कानून अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ। आज हामीले नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीदेखि अन्य 15 जना मन्त्रीहरूको आधिकारिक सम्पत्ति विवरण फारम नै तपाईँहरू समाज ल्याएका छौँ। कसको ब्याङ्कमा कति पैसा छ, कसले कति तोला सुन लगाएका छन्, कसको नाममा कति बिघा जमिन छ र कसले कतिवटा कुखुरा कुकुर हाँस पालेका छन्। सुन्दा अचम्म लाग्छ, तर हाम्रो मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरणमा घर पालुवा जनावरदेखि आइफोन र टिकटकको कमाइसम्म खुलाएका छन्। आउनुहोस् तथ्याङ्क र प्रमाण सहितको यो भिडियो सुरु गरौँ। सबैभन्दा पहिले कुरा गरौँ सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको बारेमा। जग्गा जमिनको कुरा गर्नुपर्दा प्रधानमन्त्री शाहको काठमाडौँको गैरी गाउँमा 5 आना र धनुषामा 1.2 बिघा जग्गा रहेको छ। त्यसैगरी महोत्तरीमा 9 बिघा जग्गा उनको बुवा रामनारायण शाहको नाममा रहेको विवरणमा उल्लेख छ। चल अचल सम्पत्तिको कुरा गर्नुपर्दा उनको श्रीमती सबिनाको नाममा पैतृक रूपमा प्राप्त भएको 190 तोला सुन रहेको छ। र सबैभन्दा रोचक कुरा त उनको डिजिटल सम्पत्ति र ब्याङ्क ब्यालेन्स हो। बालेन्द्र शाहले फेसबुक, युट्युब र टिकटकबाट मात्रै 1,45,00,000 रुपियाँ ब्याङ्कमा जम्मा गरेका छन्। त्यसैगरी स्पोटिफाई र आइट्युन्स जस्ता म्युजिक प्लेटफर्मबाट मात्रै 1,46,00,000 रुपियाँ आम्दानी गरेको देखाइएको छ। त्यसैगरी आफ्नो डिजिटल सम्पत्तिको रूपमा फेसबुकमा 40 लाख, युट्युबमा 12 लाख र ट्विटरमा 5 लाख फलोवर्स रहेको पनि उनले फारममा स्पष्ट रूपमा खुलाएका छन्। त्यसैगरी अब कुरा गरौँ गृहमन्त्री सुदन गुरुङको बारेमा। जग्गाको मामलामा गृहमन्त्री निकै धनी देखिन्छन्। उनको धनकुटामा 19 रोपनी 15 आना जग्गा छ। चितवनको भरतपुरमा 30 कट्ठा जग्गा बुवाको नाममा छ भने गोर्खाको चुम्नुब्रीमा मात्रै 221 रोपनी पैतृक जग्गा रहेको छ। सुन चाँदीको कुरा गर्दा उनीसँग 89 तोला सुन र 6 किलो चाँदी रहेको छ। त्यसैगरी ब्याङ्क खाताको मौजत हेर्दा लक्ष्मी सनराइज ब्याङ्कमा करिब 5,35,000, नबिल ब्याङ्कमा 56,25,000 र सानीमा ब्याङ्कमा पनि खाता रहेको छ। मन्त्री गुरुङको व्यापार र सेयर बजारमा निकै ठुलो लगानी छ। होप होल्डिङमा 30 लाख, लगुम प्रिमियम अपार्टमेन्टमा 57 लाख र धितोपत्रको दोस्रो बजारमा मात्रै 2,74,56,000 रुपियाँको सेयर रहेको छ। साथै एडभेन्चर भिल्ला प्रालीमा पनि 70 लाखको लगानी छ। साथै उनको सवारी साधनको हकमा उनीसँग करिब 48 लाख मूल्यको MG-EV कार रहेको छ। त्यसैगरी अबको क्रममा कुरा गरौँ अर्थमन्त्री स्वर्णिम वाग्लेको बारेमा। उनको ललितपुरको धोबीघाटमा 2 करोड पर्ने अपार्टमेन्ट र 5 करोड पर्ने जग्गा रहेको छ। साथै बन्दीपुरमा 2 करोडको जग्गा, काठमाडौँको चन्द्रगिरीमा 20 लाखको जग्गा र गोर्खाको विभिन्न ठाउँमा जग्गाहरू रहेका छन्। मन्त्री वाग्लेसँग पारिवारिक र रोजगारीबाट प्राप्त 75 तोला सुन छ। उनको हिमालयन ब्याङ्क, सानिमा ब्याङ्क र स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कमा खाताहरू छन्। अर्थमन्त्री भएकाले सेयर बजारमा उनको चासो हुनु सामान्य नै हो। उनको सानीमा मिडल तमोर हाइड्रो पावरमा 70,000 किता, सानीमा विकास ब्याङ्कमा 25,000 किता प्रमोटर सेयर, नेसनल फन्ड म्यानेजमेन्टमा 90 लाख, ठुलो खोला हाइड्रोमा 60 लाख र अप्पर माडी हाइड्रोमा 3 करोड रुपियाँको ठुलो लगानी छ। र सवारी साधनको कुरा गर्नुपर्दा उनले 94 लाख रुपियाँ पर्ने सुबारु कार चढ्ने विवरणमा उल्लेख गरिएको छ। त्यसैगरी अबको क्रममा कुरा गरौँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको बारेमा। उनको काठमाडौँको इन्द्रचोक र ताराचलमा घर जग्गाहरू छन्। श्रेष्ठसँग 15 तोला सुन र 50 तोला चाँदी छ। उनका विभिन्न सहकारी र ब्याङ्कहरूमा खाता छन्। जस्तै लुम्बिनी विकास ब्याङ्कमा 24,10,000, एभरेस्ट ब्याङ्कमा 73,000 र सिनर्जी सहकारीमा 25 लाख रुपियाँ मौजात रहेको छ। अझ रोचक कुरा त के छ भने नेपाल स्टक एक्सचेन्जका विभिन्न कम्पनीमा उनको 20,978 किता सेयर छ, जसको मूल्य करिब 1,85,00,000 रुपियाँ खुलाइएको छ। र उनीसँग अहिले 8,50,000 रुपियाँको टोयोटा ल्यान्ड क्रुजर र झन्डै 20 लाख रुपियाँको विद्युतीय EV र बुलेट बाइक रहेको छ। र अर्को विवरण, उनले टी-सर्ट र अर्मानी जस्ता ब्रान्डका 3 लाख पर्ने घडीहरू पनि आफ्नो सम्पत्ति विवरणमा इमानदारीपूर्वक राखेका छन्। त्यसैगरी अब कुरा गरौँ शिक्षा मन्त्री सस्मित पोखरेलको बारेमा। शिक्षा मन्त्री पोखरेलको घर जग्गा निकै मूल्यवान छ। काठमाडौँमा 4 करोड र 5 करोड पर्ने 2टा घर छन्। यसका साथै काठमाडौँकै विभिन्न ठाउँमा 4 करोड मूल्य बराबरको जग्गा, मोरङमा 1 करोडको जग्गा र ललितपुरमा 5 करोड मूल्य बराबरको जग्गा छ। त्यति मात्र नभएर उनीसँग करिब 75 लाख बराबरको सुन चाँदी छ। सानीमा ब्याङ्कमा 2,48,000, सानीमामै अर्को $500 र NIC एसिया ब्याङ्कमा
1,79,000 रुपियाँ रकम पनि रहेको छ। त्यस्तै गरी राष्ट्रिय बचत पत्रमा उनको परिवारको नाममा 50 लाख, अर्को 46,50,000, त्यस्तै अर्को 50 लाखको ठुलो लगानी छ। र सवारी साधनको कुरा गर्नुपर्दा उनीसँग 70 लाख रुपियाँ पर्ने किया निरो एभी कार रहेको छ र अर्को झन्डै 40 लाख रुपियाँ पर्ने BYD डल्फिन कार रहेको छ। त्यसै गरी अब कुरा गरौँ परराष्ट्र मन्त्री शिशिर खनालको बारेमा। उनको काठमाडौँको टोखामा जग्गा छ, तनहुमा 15 रोपनी र नवलपुरमा 12 रोपनी पैतृक जग्गा छ भने नेपालगञ्जमा 2 कट्ठा जग्गा छ र उनीसँग 22 तोला सुन र 25 तोला चाँदी अनि 10 लाख रुपियाँ नगद रहेको छ। अनि ब्याङ्क खाताको विवरण हेर्दा नेपाल इन्भेस्टमेन्ट ब्याङ्कमा करिब 32 लाख रुपियाँ, नबिल ब्याङ्कमा 20,000, राष्ट्रिय वाणिज्य ब्याङ्कमा 26,000, NIC एसियामा 4,25,000 मौजात छ। यसका साथै व्यापार व्यवसायमा उनको पिक एन्ड ड्रपमा 33% हिस्सा, रिक्वा इन्टरनेसनलमा 7% र ताजा एग्रो फार्ममा 16% सेयर हिस्सा छ। उनले विभिन्न ब्याङ्कबाट ऋण समेत लिएका छन्। र सवारी साधनको कुरा गर्नुपर्दा उनले 40 लाख मूल्य बराबरको डोङफेङ भिभो गाडी खरिद गरेको विवरणमा स्पष्ट खुलाएका छन्। त्यसै गरी अब कुरा गरौँ न्याय तथा कानुन मन्त्री शोभिता गौतमको बारेमा। उनको काठमाडौँ महानगरपालिका वडा नम्बर 3 मा घर छ भने चितवनमा उनको सासु आमाको नाममा जग्गा छ। सुन चाँदीको कुरा गर्नुपर्दा उनीसँग 15 तोला सुन छ भनेदेखि 9 तोला चाँदी अनि 1 तोला हिरा छ। अनि यसको साथै NIC एसिया ब्याङ्कमा 3,68,000, राष्ट्रिय वाणिज्य ब्याङ्कमा 46,000, नबिल ब्याङ्कमा 4,81,000 र माछापुच्छ्रे ब्याङ्कमा 1,44,000 मौजात छ। र ग्लोब डट हिमालयन टुर्समा उनको 50% सेयर छ भने सोपान कम्पनीमा 6500 किता सेयर छ र उनीसँग 26 लाख पर्ने एउटा गाडी र 2,75,000 रुपियाँ पर्ने एउटा स्कुटर समेत रहेको छ। साथै उनले राष्ट्रिय वाणिज्य ब्याङ्क र एभरेस्ट ब्याङ्कबाट क्रमशः 20 लाख र 25 लाख ऋण लिएको समेत खुलाएकी छिन्। त्यसै गरी अब कुरा गरौँ यातायात मन्त्री सुनिल लम्सालको बारेमा। उनको रूपन्देहीको तिलोतमामा 1 कट्ठा 10 धुर, नवलपरासीमा 1 कट्ठा 15 धुर र स्याङ्जामा 21 रोपनी भन्दा धेरै जग्गाहरू रहेका छन् र मन्त्री लम्सालसँग 30 तोला सुन र 50 तोला चाँदी रहेको छ। अरू मन्त्रीहरूको तुलनामा उनको विवरण अलि छोटो छ, तर उनले आफ्नो ब्याङ्क खातामा 90 लाख रुपियाँ क्यास रहेको देखाएका छन् र उनको फारममा सेयर वा ऋणको कुनै पनि विवरण भरिएको छैन। त्यसै गरी अब कुरा गरौँ पर्यटन मन्त्री खड्गराज पौडेलको बारेमा। उनको कास्कीको पोखरामा 2 करोड 60 लाख पर्ने घर र पोखराकै विभिन्न ठाउँमा आमाको नाममा जग्गाहरू रहेको छ। उनीसँग 11 तोला सुन र 5 तोला चाँदी छ। त्यति मात्रै नभएर एनएमई ब्याङ्क, माछापुच्छ्रे ब्याङ्क र मझेरी सहकारीमा उनको खाता छ। यसको साथै BGWT र SSIS कम्पनीमा सेयर पनि रहेको छ। ऋणको कुरा गर्नुपर्दा उनले माछापुच्छ्रे ब्याङ्कबाट घर निर्माणको लागि 1 करोड 30 लाख र सहकारीबाट 10 लाख रुपियाँ लिएका छन् र अहिले उनीसँग 30 लाखको जिप र 2 लाख पर्ने स्कुटरहरू छ। यसबाहेक उनको बुक लिफ्टर प्रणालीमा 25 लाख र मझेरी मन्जिल फार्म हाउसमा 2 करोडको लगानी रहेको छ। त्यसै गरी अब कुरा गरौँ स्वास्थ्य मन्त्री निशा मेहताको बारेमा। काठमाडौँको स्वयम्भू, डल्लो र ललितपुरमा उनको बसोबासको ठेगाना उल्लेख गरिएको छ भने काठमाडौँमै उनको करिब 42,50,000 पर्ने जग्गा छ र मन्त्री मेहतासँग 30 तोला सुन, 40 तोला चाँदी र एउटा हिराको औँठी समेत छ। र उनको ब्याङ्किङ कारोबारको कुरा गर्नुपर्दा माछापुच्छ्रे ब्याङ्कमा 6,23,000 र सानिमा विकास ब्याङ्कमा 9 लाख रुपियाँ क्यास रहेको छ र त्यसै गरी उनको GHL, HDHPC, ग्लोबल र निफ्रा जस्ता कम्पनीहरूमा हजारौं किता सेयर छ। र सवारी साधनको कुरा गर्नुपर्दा उनीसँग 24 लाख रुपियाँ पर्ने ग्रान्ड i10 कार रहेको छ। त्यसै गरी अब कुरा गरौँ सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको बारेमा। उनको काठमाडौँको नागार्जुनमा घर जग्गा छ भने नुवाकोटको पञ्चकन्यामा पनि जग्गा रहेको छ। मङ्गलसूत्र, औँठी, सिक्री र बाला लगायतका सुनको गहनाहरू जोड्दा करिब 15 तोला सुन र 10 तोला चाँदी उनीसँग रहेको देखिन्छ। र नबिल ब्याङ्क बालाजु शाखामा उनको 10,24,362 रुपियाँ मौजा छ भने सानिमा विकास ब्याङ्कमा पनि खाता छ र उनीसँग 23 लाख पर्ने 4 पाङ्ग्रे गाडी रहेको छ जुन उनले 2022 मा खरिद गरेका थिए र उनले 2टा सहकारीबाट 15 लाख र 33 लाख रुपियाँ ऋण समेत लिएका छन्। त्यसै गरी अब कुरा गरौँ श्रम मन्त्री रामजी यादवको बारेमा। उनको 70 को राजविराज लगायतका ठाउँहरूमा जग्गा रहेको छ र उनीसँग 50 तोला सुन र 120 तोला चाँदी रहेको छ। यसका साथै NIC एसिया ब्याङ्कको 2वटा खातामा 35 लाख रुपियाँ मौजात छ। यति मात्र नभएर सानिमा विकास ब्याङ्कमा पनि खाता रहेको छ र उनले 2,71,000 पर्ने मोटरसाइकल खरिद गरेका छन्। त्यसै गरी अब कुरा गरौँ सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको बारेमा। काठमाडौँको बुढा नीलकण्ठमा उनको श्रीमानको नाममा 60 लाख पर्ने जग्गा र 12 जिल्लामा 5 लाख पर्ने जग्गा छ। यसका साथै उनीसँग 25 तोला सुन रहेको छ। अनि नबिल ब्याङ्कमा 3 लाख,
ग्लोबल आइएमई ब्याङ्कमा 1,74,000 र एभरेस्ट ब्याङ्कमा 20 लाख रुपैयाँ मौजात छ र विभिन्न कम्पनीहरूको साधारण सेयरमा उनको 1,31,00,000 रुपैयाँ बराबरको ठूलो लगानी रहेको छ र मन्त्री रावलले 55 लाख मूल्य बराबरको एमजी जेटीएच विद्युतीय गाडी खरिद गरेका छन् भने एभरेस्ट ब्याङ्कबाट 20 लाख रुपैयाँ ऋण लिएको पनि खुलाएकी छिन्। त्यसैगरी अब कुरा गरौँ महिला तथा बालबालिका मन्त्री सीता बादीको बारेमा। बुढा नीलकण्ठमा घर र सुर्खेत र नुवाकोटमा उनको जग्गा छ। उनीसँग 25,000 नगद, बिहेमा पाएको 19 तोला सुन र 15 तोला चाँदी छ। एनआइसी एसिया ब्याङ्कमा उनको 15 लाख रुपैयाँ मौजात छ र उनीसँग 3,30,000 रुपैयाँ बराबरको स्कुटर र 2,60,000 रुपैयाँ बराबरको पल्सर मोटरसाइकल छ। तर उनको सम्पत्ति विवरणको सबैभन्दा रोचक पाटो भनेको हो घरपालुवा जनावर। उनले विवरणमा स्पष्ट रूपमा 20 वटा कुखुरा र 9 वटा कुकुर पालेको कुरा खुलाएकी छिन्। यसका साथै 2 वटा ल्यापटप र एउटा मोबाइल समेत उल्लेख गरेका छन्। त्यसैगरी अब कुरा गरौँ कृषि मन्त्री गीता चौधरीको बारेमा। उनको बर्दियाको राजापुरमा 30 लाख रुपैयाँ बराबरको घर जग्गा र रूपन्देहीको सैनामैनामा पैतृक जग्गा छ अनि 5 तोला सुन र 100 तोला चाँदी रहेको छ। अनि ग्लोबल आइएमई ब्याङ्कमा 1,10,000 रुपैयाँ मौजात छ भनेदेखि एनआइएमबी, राष्ट्रिय वाणिज्य ब्याङ्क र कृषि विकास ब्याङ्कमा पनि उनको खाताहरू छ र उनीसँग 2 वटा स्कुटर छ। आफू कृषि मन्त्री भएर होला उनले विवरणमा 2 वटा बाख्रा र 10 वटा हाँस पालेको समेत उल्लेख गरेकी छिन्। यसका साथै 75,000 रुपैयाँको ल्यापटप र 50,000 रुपैयाँको घडी समेत विवरणमा उल्लेख छ। त्यसैगरी अन्तिममा कुरा गरौँ उद्योग मन्त्री गौरी कुमारी यादवको बारेमा। काठमाडौँ र महोत्तरीमा उनको धेरै किता जग्गाहरू छ। अनि अझ रोचक कुरा त के छ भने उनले आफ्नो 332 किता जग्गा बिग मार्टलाई भाडामा दिएर मासिक 30,000 रुपैयाँ आम्दानी गर्ने समेत खुलाएकी छिन्। अनि सुन चाँदीको मामलामा उनी निकै अगाडि छिन्। उनीसँग 120 तोला सुन, 2 किलो चाँदी र हिराका औँठी र सेटहरू छन्। सिद्धार्थ ब्याङ्क, लक्ष्मी सनराइज ब्याङ्क, ग्लोबल आइएमई ब्याङ्क लगायत थुप्रै ब्याङ्कहरूमा उनको खाता छ र विभिन्न ब्याङ्कहरूमा उनको सेयर समेत छ। र सवारी साधनको कुरा गर्नुपर्दा उनले 57 लाख रुपैयाँ पर्ने हुन्डाईको कार चढ्छन् र ब्याङ्कबाट 96 लाख रुपैयाँ ऋण लिएको पनि खुलाइएको छ।